आज चाहिँ म कुनै कथा भन्न आएको होइन। आज अहिलेको समयमा हाम्रो देशमा तराई भेगमा सुनसरी क्षेत्रतिर यस्तो चिजहरू आइरहेको छ जुन चाहिँ सुन्दाखेरि राम्रो लागिरहेको छ। हिन्दू मुस्लिमको जुन कुराहरू चलिरहेको छ, स्क्रोल गर्ने क्रममा मलाई यो भिडियो चाहिँ मेरो अगाडि आइपुगेको थियो, मेरो स्क्रिनमा। एकचोटि भिडियो हेर्नु है, त्यसपछि म आफ्नो केही विचारहरू राख्छु। अब यो भिडियोमा देखाएको छ कि त्यहाँ हिन्दू मुस्लिमको चलिरहेको छ, हामीलाई थाहा छैन। यस्तो केही चलिरहेको छ जुनमा चाहिँ हिन्दूले मुस्लिमलाई के भने मुस्लिमले हिन्दूलाई के गर्ने, त्यस्तै भन्ने हाम्रो खबर मात्र हामीले त्यहाँ देखिरहेको छैनौँ। हुने के हो भने कुनै पनि धर्मले, हामी हिन्दू हौँ, म पनि हिन्दू नै हो, हाम्रो कुनै पनि भगवानले, भगवान विष्णु, ब्रह्मा विष्णु महेश या राम, जय श्री राम भन्ने चाहिँ मतलब राम, हामी सबैजनालाई भगवानले या प्रोफेट मोहम्मद उहाँले जो भन्नुहुन्छ नि, उहाँहरूको अल्लाह, उहाँले सबैलाई मान्छेलाई बनाएको एउटा शक्ति हो। न कि अब हिन्दूलाई हाम्रो भगवान मात्रै भगवान हो, अब मुस्लिमको चाहिँ भगवान होइन भन्ने आफ्नो सोच हो। भगवान भनेको मेरो विचारमा एउटा आस्था हो। भगवानको नाममा मानव हुन चाहिँ बिर्सिनु भएन, दानव हुनु भएन। एकअर्कालाई त हिन्दू भनेर उसले केही गर्ने या हिन्दूले त मुस्लिम भनेर केही गर्नु भएन। मानवले मानवको रूपमा एकअर्कालाई हेर्न पर्यो। त्यसमाथि अर्को के हो भने हामी नेपाली हौँ, नेपालमा बस्ने हिन्दू मुसलमान केही पनि होइन, हामी सबै पहिलो त नेपाली हौँ। पहिले मानव र हामी देशमा बस्ने एउटा देशको नेपाली, सबै दाजुभाइ। हामी झगडा गर्छौँ हिन्दू मुस्लिम भनेर, तब हामीलाई घाटा हुने। भाइ हुट्टे गवार लुट्टे भनेर सुन्नुभएको छ एकजना, त्यस्तै हो। अहिले जति हामी झगडा गर्छौँ यो जात त्यो जात भनेर, हामीलाई चाहिँ घाटा मात्रै, हाम्रो देश तल जाने, हाम्रो जनताहरूलाई हानि हुने हो कि। हिन्दू काटोस् मुस्लिम काटोस् हामीले रगत हो, हिन्दू काटोस् मुस्लिम काटोस् जे भए पनि जाने, हस्पिटल उपचार डक्टरले नै गर्ने, जातहरू गर्ने होइन, कसैले मान्छे भनेर गर्ने होइन। त्यसले हामी आफै चाहिँ जातवाद भनेर चाहिँ, धर्म भनेर चाहिँ एक्चुअली जातवाद पनि होइन, हामी चाहिँ धर्म, म हिन्दू मुस्लिम भनेर झगडा गर्न बन्द गरौँ, एकअर्कालाई हानि गर्न बन्द गरौँ। हामी नेपाली हौँ, सयौँ थुङ्गा फुल्का हामी एउटै माला नेपाली भन्छौँ नि। हिन्दू होस्, बुद्धिस्ट होस्, मुस्लिम होस्, हामी सबै